गाई चुरो आएर त्यो आफ्नो मामा घर मनकामना जाँदैछु मैले त मामा घर जाएन होला को हामी गाई चुरो भने ए गाई चुल्लो भने हो गाई चुल्लो नि जानुहुन्छ नि मामा घर कोही अहिले जान्दै जाँदैन गाई चुरो तपाईँ नि मेरो मामा घर घुम्न आउनु याद लाग्नु है काठमाडौँकै बाटो हो एउटा उट्टापट्ट काठमाडौँको बाटो छ अनि यहाँबाट यता यता गएर एउटा गेट आउँछ त्यो गेट भित्र बसेर केटाको टिकट कति लिन्छ अरे मम्मी आज म मामा घर जाने हो यो अब लास्ट हो है गाई चुरो अब यो मनकामना हो मेरो मामा घर कति रमाइलो हुन्छ तपाईँलाई मेरो मामा घरको बाटो नि थाहा हुन्छ यता यता अगाडि अगाडि जाँदा एउटा भरेको बाटो आउँछ त्यो पर माथि माथि यता मेरो लातो घर एउटा सटल देख्छ त्योभन्दा यता एउटा अर्कै डोर देखिन्छ त्यो भित्र मेरो मामा घर गाई चुरो या आउँदाखेरि भ्लग चाहिँ बनाउनु भयो भरे हिँड्दा हिँड्दै एउटा भनेको बाटो पर त्यहाँ माथि भन्दा त्यहाँ नि भ्लग बनाऊ न अरू त त्यही भ्लग बनाएन सिधा सिधा त्यहाँबाट सर्टकट हो कि जाने गाई चुरो मामाहरूको लोकेसन पो भनेको हो सबै लोकेसन भनिन्छ है बाबा यता चाहिँ फुटबल खेलिरहमा बच्चाहरू बुढाहरू भन्नुला हो खै त तिमी कहाँ जाने यता हेर त यता हेर ल तिमी कहाँ जानु लाग्यो आज भन्थ्यौ सुतु सुतु यो त मेरो किबोर्ड कार्ड हो म दिएको चाहिँ के मेरो मर्जी हो सबै मेरै किबोर्ड कार्ड हो सबै मेरै आभाले हो यो सबै मेरो आभाले यो ताको नि मोबाइल राख्ने नराख्ने बाबु किन मोबाइल राख्ने नराख्ने
जान्छ घर जाने बेला हो हो त नि